र हामीले विभिन्न पोसाकहरूमा विभिन्न धर्मावलम्बी पोसाकहरू लगाएका नानीहरूलाई पनि हामी यहाँ अवलोकन गरिरहेका छौँ। तद्दा छाउनी स्टेट मिसन स्कुलको तर्फबाट यो नृत्य प्रस्तुत भइरहेको छ। सम्पूर्ण पाठशाला विद्यार्थीगण र उहाँहरूले यति दिनसम्म गर्नुभएको अथक परिश्रम मेहनत उहाँहरूको लगनशीलताप्रति पनि हामी आयोजक समिति आभार व्यक्त गरिरहेका छौँ भने सम्पूर्ण अभिभावकवृन्द जसले यता उम्दा उम्दा प्रतिभाहरू जन्माइदिनु भएको छ हाम्रो भेगमा ती सम्पूर्ण कोखहरूलाई पनि हामी आयोजक समिति टक्राइरहेका छौँ र अब भने मैदानमा हामी प्रदर्शन गर्न गइरहेका छौँ। तद्दामाई सञ्चालित मिसन स्कुलबाट नृत्य यहाँ हजुरहरू समक्ष राखिरहेका छौँ। यस पश्चात हाम्रो उच्च माध्यमिक विद्यालयबाट गीत खुसिया खवासको पक्षबाट गीत प्रस्तुत रहेको रहेछ। उहाँलाई पनि तयारी राखिदिने हामी अनुरोध गर्छौँ। श्रीधाम ग्राम पञ्चायतको केही हामीलाई जानकारी भएन, कृपया तपाईँले हामीलाई जानकारी गराउनुहुन्छ कि तपाईँहरूको यो नृत्य छ कि छैन। श्रीधाम ग्राम पञ्चायत किनहरूको हेत्तिरिका 15-20 दिन मात्रै त हो नि, तिमीले पख न। अनि यहाँ म एक्लै? तिमी एक्लै कहाँ छौ र? मलाई 15 दिनलाई छोडेर जान मन छैन। तपाईँले मलाई यति धेरै माया गर्नुहुन्छ? गर्छु, म तिमीलाई माया गर्छु, तर तिमीभन्दा धेरै म मेरो देशलाई माया गर्छु। यदि म देशको निम्ति शहीद भइहालेँ भने पनि मेरो रगत सङ्लो पानीको नदीमा बग्दै गएर मेरो देशको माटोलाई भिजाओस्। अब म पनि चिन्ने कोसिस गर्नेछु यो माटोलाई।
हमसे आगे होंगे हिंदुस्तानी, हमने कहा है तुम भी कहो, हमने कहा है जो तुम भी कहो। करीब 54 साल बाद भारत और पाकिस्तान युद्ध के क्षेत्र में खड़े हैं। पहलगाम आतंकी हमले के बाद भारत ने ऑपरेशन सिंदूर के जरिए आतंकियों को मुंह तोड़ जवाब दिया। पाकिस्तानी सेना प्रमुख असीम मुनीर भारत के खिलाफ अब कौन सी साजिश रच रही है? युगको छातीमा खुकुरीले लेखेको ठोस सत्य हो, कहानी होइन। बारुदको धुवाको बीच शान्ति खोज्न रगत बगाएका छौ, पानी होइन। वीरताको चिनो वीरको सन्तान शहीदको रागत लाहुरेको निशानी। अब तिम्रो हातले लेख्नु छ जुगुले भुलेको हाम्रो कहानी। वीरताको चिनो वीरको सन्तान।
र विशेष हालमा तकामा स्थित मिसन स्कुलका यी मसिना बालका महिलाहरूले हामीलाई